नेपालले चाहिँ भारतको भूमि कहाँ बेचेको छ अलिकति भन्नुहोस् त। थाहा छैन हैन तपाईँ? मैले यो विषय प्रधानमन्त्री भन्नु प्रतिनिधि बनाएर पठाएका सुन्नुहोस् न। पहिला कुरा प्रधानमन्त्रीज्यूले दिएका प्रश्नको उत्तर प्रधानमन्त्रीज्यूको लेभलबाट खोज्नु होला। जुन कुरा तपाईले दिन मिल्दैन त्यसमा। प्रधानमन्त्रीज्यूले दिने उत्तर मैले दिन मिल्दैन, मैले दिने लेभलको तपाईसँग जवाफ छैन भनेर भन्नुस् न। त्यसो नभन्नु होला। प्रश्न जवाफ नहुने भन्ने हुँदैन, तर जवाफ छ भनेर भन्नुस् न, जवाफ त दिनुस् न। प्रधानमन्त्रीले बोल्दै गर्दा तपाईले ढ्याप 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 ताली बजाउनु भयो। यो गलत त देशले भूमि मिचिरहेछ भन्दा तपाईले ताली बजाउनु भयो। यसो सुन्नुहोस् न, हजुरहरू धेरैजना हुनुहुन्छ, मिलेर संयमतापूर्वक एकजनाले प्रश्न गर्नुभयो नि त्यसको उत्तर दिन प्रश्न सजिलो एउटै हो, हो। तपाईले जवाफ नदिएकाले यो दोहोरिएको हो। जवाफ दिनु त मान्छे। मैले चाहिँ बोलिसक्ने नेपालले भारतको भूमि कहाँ मिचेको छ भनेर मैले भने, त्यो भन्नुस् न। मैले बोलिसक्नै पाएको छैन। हजुर प्रश्नमाथि प्रश्न राखिरहनु भएको छ। हजुरकै प्रश्न सुन्ने कि मैले उत्तर दिने? अब उत्तर दिनुस्, कहाँ मिचेको छ? अब सुन्नुहोस्, अब मैले नटुङ्गन्जेल प्रश्न नगर्नु होला ल। हैन, प्रश्न गर्न पाइन्छ। तपाईलाई प्रश्न गर्न कहाँ पाइन्छ कहाँ पाइँदैन भन्ने कुरा मलाई हामीले जान्ने कुरा हो। यो मलाई जानकारी छैन होला। ल भन्नुस् न त, कहाँ मिचेको छ? फेरि पत्रकार त्यही महोदय सुन्नुहोस् न, पहिला मेरो प्रश्नको उत्तर दिनु अनि म तपाईको प्रश्नको उत्तर दिन्छु ल। त्यति त मान्दिनु न, पत्रकार भएपछि मान्दिनुहुन्छ नि। कहाँ मिचेको छ भूमि? पहिला होइन हजुर, पहिला मैले एउटा प्रश्न गर्ने अधिकार राख्छु हजुरलाई। प्रश्न कानुनको विद्यार्थी पनि होइन, प्रश्न गर्न पाउनुहुन्छ, तर मैले प्रश्न गरिसकेको छु। पहिला सुन्नु नि त, म कानुनको विद्यार्थी हुँ, पत्रकारिता कानुनको सन्दर्भमा पनि म जानकार मान्छे भएकाले र तपाईहरूले मैले बोलेका कुरा 1 मिनेट सुन्न सक्नुहुन्छ अनि प्रश्न राख्नु होला ल। एक पहिलो कुरो सुन्नुहोस् है, यो संसदको बाहिरको ठाउँ हो। प्रश्न सोध्दा मर्यादित तरिकाले एउटा मान्छेलाई खेदे जस्तो गरेर नसोध्नु होला, किनभने यहीँनिर काटे मैले। प्रधानमन्त्री बालेन्द्र शाहले रोस्टममै उभिएर नेपालले पनि भारतको भूमि कहीँ कतै मिचेको छ भनेर भन्नुभयो। त्यही प्रश्न मैले तपाईलाई भने, यहाँ कसरी अमर्यादा भयो, मर्यादित कसरी भएन? फेरि भन्नुस् न। मेनुपुलेट नगर्नु न प्लिज मित्र। पत्रकार भइसकेपछि देशको चौथो अङ्ग हो, हामीले तपाईलाई सम्मान गरे हो। त्यो सम्मान तब तपाईहरूले प्राप्त गर्नुहुन्छ जब तपाईहरूले कुनै कुरालाई मर्यादित भएन भन्नुहुन्छ। कहाँनिर अमर्यादित भयो त्यसै भन्दिनुस् न। म ठ्याक्कै भन्छु। मैले तपाईसँग 1 मिनेट समय मागेको थिएँ, तपाईले कुनै पनि शब्दमा 1 मिनेट समय दिनु भएन मलाई बोल्न, किनभने तपाईले आफ्नो प्रश्न मात्रै प्रधानमन्त्रीले नेपालको भूमि भारतले मिचेको छ हैन, नेपालको भूमि भारतले मिचेको छ भन्दै गर्दा तपाईले त ताली ट्याम 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 बजाउनु भएको थियो, टेबल ठटाउनु भएको थियो। आहा, ठिकै लागेछ हैन तपाईलाई? सुन्नुहोस् न पत्रकार महोदय, तपाई क्यामेराबाट अगाडि हुनुहुन्छ, मेरो खिच्नु भएको छ, तर तपाईको फोटो खिचिया छैन। अनि तपाई मैले सोधेका प्रश्नको तपाईले उत्तर दिने होइन मानिन्छु। यहाँ जवाफको कुरा हो, विषयको कुरा हो, यहाँ एक्टिभिटिजको कुरा होइन मानिन्छु। त्यही त महोदय सुन्नु न, हजुरको मैले अन्तर्वार्तामा दुईतिर बस्या छैनौँ, तपाईले आफ्नो अनुहार फेस देखाउनु भएको छैन। म बडा सम्मान गरेर पत्रकारका अगाडि उभिएको छु। यत्रो सबै पत्रकारहरू हुनुहुन्छ, उहाँहरू सुनौ न त, उहाँको 1 मिनेट भन्नुहुन्छ, तर तपाई आफ्नो माइक अगाडि ल्याएर यी सबै पत्रकारहरूले उत्तर सुन्न पाउने हकै वञ्चित गर्दै हुनुहुन्छ र तपाई एउटा प्रश्न जवाफ खोजेको मानिन्छु, तपाईको जवाफ खोजेको। हामीले प्रश्न राख्दै गर्दाखेरि त्यसको जवाफ दिएपछि हजुरको कुरा पनि हामी सुन्नुला नि त। हजुरले त्यसको जवाफ दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरा होइन। म तपाईहरुलाई जवाफ दिन्छु, तर जवाफ तपाईहरुको जबरजस्त तरिकाले त्यो चाहिँ पत्रकारिताको जवाफ छैन भन्नुहोस्, हामी सोध्दैनौँ मान्छे, सोध्दैनौँ। तपाई सुन्नुहोस् ल, भन्नुहोस् त। उहाँले मैले उत्तर 1 मिनेट बोल्न दिनु भन्दा बोल्न दिइराख्नु भएको छैन। यो पत्रकारको धर्मभित्र पर्छ भन्नुहोस् त, हजुरले भन्नु त। तपाईलाई मैले 3 मिनेट एउटै क्वेशन दोहोर्याएँ, त्यो क्वेशनको एन्सरबाट तपाईले 3 मिनेट गर्दाखेरि भाग्नुभयो, प्रश्नबाट भाग्नुभयो। तपाईले 3 मिनेट प्रश्न गर्दा